बार्सिलोना भर्सेस एटलेटिको म्याड्रिड, जुन चाहिँ एटलेटिको म्याड्रिड चाहिँ पहिलो लिगमा चाहिँ बार्सालाई 4-0ले हरायो, जसमा हाम्रो राफिना थिएन, रासपोर्ट थिएन, पेडी थिएन। र अबको हाम्रो गेम भनेको रासपोर्ट छ, पेडी छ, राफिना छ, बट तर अब हाम्रो फेरि डियोङ छैन। सो त्यसले गर्दा नि अबको हाम्रो चाहिँ गेम भनेको चाहिँ कोपाडेलको अब हामीले अब होइन, जस्तै अब हाम्रो अब च्याम्पियन लिगमा पनि अब न्यू क्यास्टलसँग परेछ, अब न्यू क्यास्टल पनि हाम्रो लागि सजिलै हो। तर त्यसपछि हामीले न्यू क्यास्टललाई हरायो भने त अब हामी त अब एटलेटिक म्याड्रिड र टोटनह्याम मजाले जित्छ, त्यही पर्ने हो नि त होइन। सो अब हामीले चाहिँ अब एटलेटिक म्याड्रिडसँग फेस गर्न पाऊँ च्याम्पियन लिगमा पनि, र त्यसको हामीले कोपाडेलमा हाम्रो 4 गोल हानेको छ नि, त्यो पनि हामीले बदला लिन पाऊँ। अब हाम्रो क्याम्प नाउमा चाहिँ अब बार्सिलोना भर्सेस एटलेटिको म्याड्रिड, जुन चाहिँ अब कोपाडेलको चाहिँ यो सेमी फाइनल हो। सेमी फाइनलमा चाहिँ बार्साले चाहिँ अब हराउनै पर्नेछ, 5 गोल त बार्साले हराउनै पर्नेछ। तर बार्साले यो इम्पोसिबल भनेको छैन क्या, होइन। अब सम्भवै छ बार्साले, तर कुनै पनि चान्स मिस गर्नु भएन क्या, है। बार्साले कुनै पनि चान्स मिस गर्नु भएन, तर बार्साले ढुक्क मेरो विचारमा चाहिँ बार्साले 5 गोल हान्छ। तर बार्साको त अब डिफेन्स पनि कमजोर छ नि त होइन, कमजोर भयो भने बार्साले चाहिँ अलिकति गोल हाने चान्स धेरै नै हुन्छ, तर हाइलाइन बढी खेल्छ बार्साले। तर सो अब त्यो दिनमा चाहिँ हामीले चाहिँ अब हाइलाइन खेल्नु भएन।